अब चाहिँ म जुमिङ भिडियो दिँदैछु है हजुरहरूलाई चट्टसँगले। पहिला त म यहाँ पलाइटेको ल्याउँछु है। यो चाहिँ पलाइटेको भिडियो है। चट्टसँगले खासै घरहरू त देखिँदैन होला, जुमिङ हान्दैन है त्यति। चाहिँ माथि लामाखाली नयाँ वन हुँदै माथि है, माथिको तल आयो बिस्तारै ल्याउँछु है। यो चाहिँ यता हाम्रो बच्चीको भिडियो चाहिँ यस्तो छ है। तर घरहरू चाहिँ देखिँदो रहन्छ बच्चीमा है, घरहरू चाहिँ खासै देखिँदो रहन्छ। यिन चाहिँ देखिनु पर्ने हो त हो, यिखिनी यहाँभित्र छ क्या, यिखिनी फेरि खासै देखेन है। ओहो नाता माटो बस्यो त चट्टसँगले। लामाखालीको वन, लामाखाली है यो चाहिँ लामाखाली 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 चाहिँ लामाखाली है झ्याम्म लगाएर। खासै जुमिङ चाहिँ राम्रो आएको छैन होला क्या, तर पनि देखाउने म कोसिस गर्छु। लामाखाली लामाखाली। अनि यो चाहिँ अब म चाहिँ यहाँबाट तान्ने छु सातताना र रक्सिनी, सातताना र रक्सिनी। यो चाहिँ सातताना है, कता कति देखिँदो रहेछ घरहरू। त्यहाँ माथि आयो, यो पनि साततानै होला है। रक्सिनी, रक्सिनी परोस भइसकेको चाहिँ रक्सिनी के हाम्रो गाउँको नाम है फेरि रक्सिनी। हाम्रो एउटै वडा हो, 5 नम्बर वडा हो, रतल गाउँपालिका वडा नम्बर 5। यहाँदेखि उता चाहिँ जाँदैन होला है। यो रह्यो अब मैले यहाँबाट तान्नुपर्ने। अब हाम्रो चेपाङको अब भेरीछाल चाहिँ भेरीछाल टोल है, हाम्रो बजार लाइन भने नि भयो। घरहरू हेर्नु यस्तो रहेको छ यतातिर चट्टसँगले त्यो घरहरू रहेको छ क्या। यो चाहिँ जुमिङ भिडियो है चट्टसँगले। अब यो मैले तान्नुपर्ने यो अब बिद्धमार, बिद्धमारको रह्यो यो चाहिँ बिद्धमार, पुरै बिद्धमार। यो चट्टसँगले अब मैले तान्नुपर्ने हाम्रो यो दमारको है, जहाँ मेरो घर रहेको छ। यो चाहिँ मेरो घर है, यो चाहिँ मेरो घर हाम्रो दमार गाउँ ए दमार गाउँ हो यो। ल म हुर्किरहेको गाउँ क्या अहिले, जहाँ म मेरो बसिबसाइ छ त्यहाँको गाउँ चाहिँ यो है। हिँड्दा हिँड्दा धौ भइसक्यो मलाई त। यो चाहिँ हाम्रो बर्मी टोल है, हाम्रोतिर घरहरू यस्ता हुन्छन् चाहिँ बर्मी टोल। कोही हुनुहुन्छ भने यो ठाउँबाट मेरो भ्लग हेर्ने, मेरो घर भनेर लेखिदिनु होला है। ओके गाइज, यहाँ चाहिँ यसो यस्तो रहेछ क्या, फेरि रुखहरूले गर्दा नि अलिकति नदेखाउने क्या छाँगामा माथि। ल अहिलेसम्म भिडियो यतिमै अन्त्य गर्छौँ। 4 मिनट 15 सेकेन्ड।